परमेश्वरको प्रिय छोराछोरीहरूमा जय मसीह अगमबाणीका पर्खालहरूको सन्देश भाग 4 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। आजको सन्देश तपाईँ धेरै प्रार्थना गर्ने व्यक्ति हुनुहुन्छ र तपाईँ परिपक्व हुनुहुन्छ। तपाईले परमेश्वरको वचनलाई कण्ठस्थ गर्नुभएको छ र तपाईँ परमेश्वरको वचनलाई वाचन पनि गर्नुहुन्छ। तर तपाईले गरेका धेरै प्रार्थनाहरूको उत्तरहरू नआउँदाखेरि तपाईँ धेरै निराशामा हुनुहुन्छ। जब तपाईले अरूको निम्ति प्रार्थना गरिदिनुहुन्छ ती मानिसहरूले प्रशस्तै मात्रामा आशिष पाएको तपाईले देख्नु भएको छ, तर तपाईले आफ्नो लागि आफैले गरेका प्रार्थनाहरूको किन उत्तर आउन ढिलो भएको छ भनेर तपाईँ सोचिरहनु भएको छ। यस्तो अवस्थामा तपाईँ जो पनि रहनु भएको छ तपाईको निम्ति परमेश्वरले आफ्नो वचनद्वारा बोलिरहनु भएको छ। 1 अध्यायको 13 पदमा त्यहाँ यसरी कन लेखिएको छ, दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनुवाई भएको छ। आज यो वचन तपाईको सामु ल्याउँदै गर्दा परमेश्वरले भनिरहनु भएको छ कि तपाईका प्रार्थनाहरू खेर गएका छैनन्। प्रार्थनाका उत्तरहरूको पर्खाइले तपाईमा परमेश्वरमा धैर्य धारण गर्न र उहाँले गर्नुहुने विश्वासको जातमा उत्तीर्ण हुनको लागि प्रक्रिया सञ्चालन गर्नुभएको छ। जकरिया र एलिसिबा परमेश्वरको सेवा गर्ने व्यक्तिहरू थिए। उनीहरूले अरूको निम्ति प्रार्थना गरिदिन्थे र परमेश्वरलाई खुसी पार्ने काम गर्दथे। उनीहरूले अरूको लागि आशिष बोल्दथे, तर उनीहरू वृद्ध हुँदासम्म पनि कुनै पनि सन्तान उनीहरूसँग थिएन। लामो अवधिपछि परमेश्वरले जकरिया र एलिसिबाको प्रार्थना सुन्नुभयो र यूहन्ना जस्तो छोरा उत्तरको रूपमा दिनुभयो, जसले परमेश्वरको मार्गलाई तयार पार्ने सेवा पाएका थिए। जसरी कन जकरिया र एलिसिबाको जीवनमा त्यो खाली र शून्यतालाई भर्नको लागि एउटा उत्तम कुरा परमेश्वरले दिनुभयो, त्यसै गरिकन तपाईको लामो अवधिसम्म गरेका प्रार्थनाका उत्तरहरूको रूपमा परमेश्वरले असल र उत्तम कुरा तयार पार्नु भएको छ। तपाईले आफ्नो विश्वासलाई बचाइराख्नुहोस् र निरन्तर प्रार्थनामा लागिरहनुहोस्। परमेश्वरले यस वचनद्वारा हामी सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।